चारुक्षणम उमा सुतम शोकविनाशकारकम नमामि विघ्नेश्वरपादपङ्कजं विघ्नेश्वराय वरदा यशुरप्रियाय लंबोदराय सकला यजगद्दिताय नागाननाय सत्यव्यनुसुताय गौरीसुताय गणनाथ नमो नमस्ते ओम गम गणपतये नमः ल चढाइदिनुस् यहाँ र बसिदिनुस् भन्छ त्यही राख्दिनँ म त्यही पूजा गर्ने सुरुबाटै अब आसन भनेर एउटा कुसको टुक्रा आसन भन्ने एउटा कुसको टुक्रा कर्म पात्रबाट निकालेर कुसको टुक्रा राख्ने ओम पुरुषाय वेद गणेशमा राख्ने सानो जुदाले नातिरो हति कुसको टुक्रा राख्दिने गणेशजीलाई आसन भनेर सम्झेर राखिदिनु भयो अब थोरै जल राख्नु तीर्थको भयो तीर्थको नत्र भयो यहीँ कर्म पात्रको राखिदिनुहोस् जल राखिदिनुहोस् थोरै गणेशजीमा ओम शुद्धबालः सर्वशुद्धबालो मणिबालस्तासीनः श्वेतः श्वेताक्षो ऋणस्ते रुद्राय पशुपते कर्णाज्यामावलिप्ता रुद्राः नमो रूपः पार्जन्याः लव अब दूध लिएर आउनुपर्छ नि दूध दुनामा लिएर बस्नुहोस् त केमा दूध त्यसरी बोतलमा चढाउनु हुन्न के दूध एउटामा गरे नि भइहाल्छ एउटा दुनामा राख्नुहोस् अनि त्यहाँ चढाउनु दिनु न मलाई दूध लिनुभयो ओम पयः पृथिव्यां पय ओखदि गो पय दिव्यान्तरिक्षे पय दाह पय स्वति प्रतिशा सन्तु मर्जम ल दूध चढाइदिनु दूध चढाइदिनु भयो अब थोरै जल चढाइदिनु ओम सन्नो देवी रविष्टया भवन्तु पितय सन्त्यो रविश्रवण पुनः ल भयो जल चढाइदिनुहोस् भयो ल अब दही पनि उसबाट चढाउनेहरूलाई के योबाट चढाउनेहरूले एक दुनै ओम तदि काम्रो अकारिकां जिष्णु रसुबाजिनः सुरभिनो मुखाकर्णत्मण आयोगो गितारिकत्त ल भयो थोरै जल चढाइदिनुहोस् त्यो नुहाइदिने भने जस्तै रहेछ ओम शुद्धबालः सर्वशुद्धबालो मणिबालस्तासीनः श्वेतः श्वेताक्षोरुणस्ते रुद्राय पशुपते कर्णाज्यामा अवलिप्ता रुद्राः नभो रूपाः पार्जन्याः दिइसके मैले ल भयो अब घिउ मैले दिएँ के घिउ त होइन के रे हाम्रो यति नै सबै थियो नि मैले ल्याएको छु थोरै घिउ चढाइदिनुहोस् ओम घृतं विविक्षे घृतमस्य जोनि घृते सिद्धोगतवस्य धाम अर्घनमाव स्वाङ्कृतं प्रिकमोक्षि अभ्यं फेरि जल ओम शुद्धबालः सर्वशुद्धबालो मणिबालस्ताश्विनः श्वेतः श्वेताक्षो ऋणस्ते रुद्राय पशुपते कर्णाज्यामा अवलिप्ता रुद्राः नभो रूपः पार्जन्याः चढाइदिनु भयो जल हजुर ल अब मह अहिले एकैछिन के आत्तिने के मान्छे हजुर नभए भने यताउता मागेर चढाउनु होला चिनी आउँछ अब यसपछिको चिनी हो ओम मधुबाताय उसले चाहिँ सबै वनस्पति अस्तु महासूर्य माधुर गावो भवन्तु नः चढाइदिनु भयो फेरि जल चिनी चढाइदिने चिनी एकैछिन कृष्ण जल चढाइदिनुहोस् ओम शुद्धबालः सर्वशुद्धबालो ऋणस्ते रुद्राय पशुपते कर्णाज्यामा अवलिप्ता रुद्राः नभो रूपाः पार्जन्याः जल चढाएपछि चिनी सक्कर खुदो चिनी चिनी
चिनी छ? चिनी त ओम शुद्धवान सर्वशुद्धवान मणिवाणस्ताशिनः श्वेतः श्वेताक्षो ऋणस्ते रुद्राय पशुपते कर्णाज्याम अवलिप्तारुद्रः नमो रूपः पार्जन्यः और पंचामृत ना बोलो पंचामृत आमा पंचामृत चढाउनु पंचामृत मन्त्र पढ्नु भएन एकैछिनै मन्त्र सबैले गर्न पर्यो मन्त्र पढिन्छ सबैले पञ्चामृत चढाउनु त ओम पञ्चनभ्यः स्वदेशे भवत्सरिक्त नमः पञ्चामृत चढाउनु भयो ल फेरि चल सन्नो देवी रविश्च आपो भवन्तु वितये सञ्जो रविश्रवन्तु नः लभ सब पूजा अनुष्ठान ओम गणानान्त्वा गणपतिको हवामहे प्रियाणान्त्वा प्रियपतिको हवामहे विधिनान्त्वा निजपतिको हवामहे वसो मम नामधारी करोतु मम जास्ति कर्मदम्म चढाउनु भयो हजुर ल थोरै अर्घ चढाइदिनुहोस् थोरै अर्घ गणेशजीलाई थोरै अर्घ हजुर अलि यता बसेको हुन्थ्यो कि उनीहरू है उता बस्नु कि अर्घ चढाइदिनु भयो ल अब रातो एउटा यहाँ छ है ध्वजा गणेशलाई चढाइदिने गणेशलाई कपडा भयो कपडा बेडिदिनुहोस् रातो कपडा हो गुरु हजुर रातो कपडा भन्नु नि त चुनेरी पनि चढाइदिनु हुन्छ गणेश त्यो अघि लगाउँदै पुस्दै गरेको होला कि अब गरेको होला कि फेरि सफा गरेर पुछेर फेरि फेरि पूजा गर्छौँ चुनेरी छ भने चुनेरीले बेडिदिनुहोस् मुख ढाकिन भन है त्यो बेरेर रातो कपडा नि चुनरी दुईटै उडाउने हो हुन्छ त्यही अब क्यान छ त नि बेडिदिनुहोस् त्यस्तरी मिलाएर पटाउनुहोस् त चढाउनु भयो फेरि 25 भागको सामान चढाउँदा त मैले पनि चढाउनु पर्छ भनेर ल्याएको जनै छ भने जनै नत्र सुपारी जनै सुपारी छोपिनु भएन जनै चढाइदिनुहोस् औँठीले तानेर ओम यज्ञ पवित्रम परमं पवित्र प्रजापति अस्तं पुरस्तात् आयुष्य मगेपति पुत्र शुक्र यज्ञ पवित्रम बलमस्तु तेजः जनै चढाइदिनु भयो जनै सुपारी हजुर चढाइदिनु ल अब दुबो गनेको 21 वटा जनै 21 वटा हजुर दुबो गनेको हजुर फुकाएर चढाउनु पर्छ कि हातमा लिने हातमा लिनुहोस् दुबो ओम काण्डात परोहन्ति परगौ परगोत्तरी एवानु दुर्गेनु चढाइदिनुहोस् दुबो सबै चढाइदिए हुन्छ रोक्नु सम्भव ल अब चलाइदिनुहोस् सबै गनेको दुबो ल अब होइन गनेको नभए अर्को चलाइदिनु हुन्छ
है लड्डु लड्डु हजुर तिलको लड्डु छैन भने एउटा फल राख्दै पनि हुन्छ हजुर गनेरको कतिवटा लिएर आउनुपर्छ कति बोलेको ओम ज्ञा पनि ब्लड बजा तल राखिदिनु पऱ्यो है राख्दै फेरि अलिक खुसी हुन्छ त्यहाँनिर गर्नु गनेको फुल अब फुल दिनुहोस् त हातमा हजुर गणेशजीलाई चढाउने भनेर ल्याएको फुल जति दिनुहोस् हातमा हुन्छ सबै एकैचोटि लिने हातमा हजुर गनेको फुल के गनेको। गर्नु भएन भने गनेको हो गनेको फुल दिनुहोस् त ओम श्री सते लक्ष्मी चपद्या बहो रात्रे पाशेन चित्राणि रूपम शिरो व्यक्तम ईशान काणम भूम भई काण सर्वलोकम भई काण ए भुइँमा तल राखिदिनु हुन्छ होला कि यहाँ छोरो तल राखिदिनु चढाइदिनु सक्नु चढाइदिनु रक्षाबन्धनको थोरै धागो छुट्याएर चढाइदिनुहोस् त गणेशजीलाई रक्षाबन्धनको धागो थोरै छुट्याएर चढाइदिनुहोस् रक्षाबन्धनको धागो छ भने त्यो चढाइदिनुहोस् थोरै छुट्याएर रक्षाबन्धनको धागो थोरै चढाइदिनुहोस् चढाइदिनु हजुर अन्त नि गनेको चामल त भन्नु भएन चढाइदिनु भयो त्यो रक्षाबन्धनको धागो गनेको चामल अहिले भन्नु पर्दैन के लिने अरे गनेको चामल नि चढाइदिने अब सौभाग्यको सामग्री लिने कि चढाउने चढाइदिने सबै सौभाग्यको सामग्री गणेशजीलाई फिटिङ गरे होइन गणेशलाई भारी होला है धेरै ओम गणानां त्वा राख्दिनु राख्दिनु हुन्छ ल हुन्छ तल राखिदिन्छ निगर्भदमात्मजा सिगर्भदम्बल गनेर ल्याएको फलफुल छ भने चढाइदिनु गनेको फलफुल त छैन पैसा राखिदिनु हुन्छ गनेर ल्याएको फलफुल चढाइदिनु फलफुल एकैछिन गनेको फल छैन पैसा राखिदियो फल राखिदियो अलिकति चढाउनु भयो फल गनेर ल्याएको फल ओम सबै ओ त्यो चढाइदिनु सामान ओम लेखिँदैन भगवान्लाई त पैसा नभए चामल चढाइदिनु त गनेर ल्याएको छ के अरे गनेर लिएर आउनु भएको चामल तपाईँले मन छिटो पुरा गर्छ तपाईँले छिटो चामल। गर्छ। 21 वटा कतिवटा हामीहरूलाई चाहिँ धेरै बोल्न पर्छ फेरि है चढाइदिनुहोस् हजुर गनेको चामल चढाइदिनुहोस् लिएर आउनु भएको छ भने चढाइदिइसकेँ ल चढाइदिनुहोस् त्यहाँ बेहुला बेहुली हुनु क्या बेहुली होला नि बेहुला खै त नि कतै होला नि अनि बेहुला चढाइदिनु भयो हजुर गन देखेन ल अब अरू केही छ चढाउनु कुरा? यो सबैले हातमा एउटा नरिवल लिनुहोस् सुकेको नरिवल एकैछिन ल लिनुहोस् त सुकेको नरिवल हातमा फुल अक्षता दुबो एउटा पैसा लिनुहोस् त नरिवल नभएकोहरूले एउटा फल त्यो जाति उस गरेर घर लानुपर्छ नरिवल लिनुहोस् यो सुकेको नरिवल गुरु हजुर काँचो हो भने नि काँचो भइहाल्छ कसरी लिने रे यस्तो गरे यस्तो
देब्रे हातमा राखेर दाहिने हातमा यस्तो देब्रे हात दाहिने हातले छोप्नुहोस्। नरिवल लिनुहोस् त, चामल गर्न नथाल्नुहोस् अहिले। चामल गर्ने नरिवल लिनुहोस्। नरिवल लिनुहोस् होइन, नरिवल लिनुहोस् त हातमा। देब्रे हातले दाहिने हातमा यस्तो गर्नुहोस्। पुग्दैन नि रे, चारो देब्रे हातले यस्तो दाहिने हातमा, दाहिने हात। यस्तरी चाहिने ओम हो त्यसरी ओम ओम इदम फलम मया देव स्थापित पुरतर स्तव तेन मे सफल वाप्ति भवेत् जन्मनि ल ओम गणपतये नमः। जसरी यो फललाई रक्षा गरिदिनु भयो, हामीलाई नि त्यसरी रक्षा गरिदिनुहोस् भनेर गणेशजीलाई सम्झेर चढाइदिनु होला। सबैजनाले चढाइदिनुहोस् त। चढाइदिनु। ल अब पैसा झिक्नुहोस्। 21 रुपियाँ 121 रुपियाँ कति झिक्ने झिक्नुहोस् त। यसो हेरेर त्यो पछाडि राखिदिनु हुन्छ उताबाट जताबाट तिमीलाई हात पनि त्यसले गर्दा गनेको पैसा अब के गर्ने यो गनेको पैसा लिनुहोस् हातमा। ओम हिरण्यगर्भः समवर्तताग्रे भूतस्य जातः पतिरेकासितः सदा धारं तस्मै देवाय हविका विधेम। ल चढाइदिनुहोस् त, चढाइदिनुहोस् त, चढाइदिनुहोस् हजुर। केही हुन्न लाउनु धेरै राखिदिनु हुन्छ कि भयो अब ल हातमा फुल लिएर गणेशजीको प्रार्थना गर्नु पर्यो। हातमा फुल लिनुहोस्, हातमा फुल लिनुहोस्। हातमा फुल लिनुहोस्। ओम गजाननं भूतगणाधिसेवितं कपितजम्बोफलचारुभक्षणं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं विघ्नेश्वराय वरदा यशुरप्रियाय लम्बोदराय सकला जगद्दिताय नागाननाय सुदेय गविभीषिताय गौरीसुताय गणना नमो नमस्ते सुमुखस्तैकदन्तस्थ कपिलो गजकर्णक लम्बोदरस्य विकटो विघ्ननाशो गणाधिप धूम्रकेतु गणाध्यक्षो बालचन्द्रो गजानन द्वादशैतान्यामणि अपडे चुर्यादपे विद्यारम्भे ध्याय च प्रवेशे संग्रामे संकटे चैव विघ्नस्तस्य विधायते शुक्लां वरदरं देवं सचिवानं चतुर्भुजं प्रसन्नं वरदं देवं सर्वविघ्नोपशान्ते अविसिद्धार्थं पूजितो सुरासुरे सर्वविघ्नहरस्तस्मै गणाधिपतये नमः। ल गणेशजीलाई चढाइदिनु। ल अब चढाइदिनु। त्यो सौभाग्यमा चढाइदिनु भएन एकचोटि, सौभाग्यमा हुन्छ नि चढाइदिनु। तस बत्ती त बल्यो कि है मध्याह भएर सिन्दुर चढाइदिनुहोस्। सिन्दुर गणेश भगवानलाई हजुर सौभाग्यको यही रहेछ, सौभाग्यको भइहाल्छ। ओम गणद्वारा गिरादर्शा नित्यपुष्टाङ्गऋषिं ईश्वरेश्वर भूतानां तामेव भवे स्त्रियं। ल भयो। अब अरू केही छ र? छैन। ल अब ज्योति बाल्नुहोस् त। कुन गनेको के भन्नु? गनेको ज्योति हजुर गनेको ज्योति अब बाल्नु पर्यो। ल गनेको ज्योति, गनेको ज्योति लिनुहोस् त।
बाली हाल्यो के बालेर उठ्नुहोस् न धुप पनि दिनु हजुर ल बालेर उठ्नुहोस् त ओम बाबा सुगत समग्रे पुरी खवा हडा आत्तुरीको बेला झन् आत्तिने पूजा गर्नुहोस् न ज्योतिलाई केलाई ज्योतिलाई पूजा गर्नुहोस् हजुर ओम गन्धद्वारा दुरादर्शानि प्रतिष्ठान हात पोलिसक्यो यो थालीमा राखेर बहिनी एउटा फुल पनि राखिदिनु ओम श्री सदेव चिचल्ने बहुरात्रे पार्श्वेन चित्राणि रूपमसिनि व्यक्तमा शाणि काणाम भूमि काण सर्वलोकमय काण घन्टी भएको मान्छे फर्किनुहोस् त घन्टी बहिनी त्यसमा राखेर थालीमा पनि यस्तो गरेर घन्टी सबैजना उठ्नुहोस् सबैजना उठ्नुहोस् त्यो थालीमा राखेर के सबैजना उठ्नुहोस् ओम आग्रे सर्वदेवानां धूपो यं प्रतिक्रियता चंद्रमा मनसो जात शिशोः चोजो अजात सूत्रद्वा नित्य प्राणस्तमुखा अग्निरजायता ऐसे तीन जने घूमने था राखिदिनुहोस् मैले पठाएको पुस्तक लिएर चिया यहाँ भयो हात कपाल पोल्यो क्या मेरो मेरो के